माई न्यू भ्लग तिनी हो फेरि सबैलाई मेरो नयाँ भिडियोमा स्वागत छ। तिनी देखेपछि आज चाहिँ त्यति केही खासै त छैन, त्यही पनि आज हामी उतातिर के अरे डाँडातिर जाँदैछौँ। के गर्नु भन्दाखेरि टक्क लगाएर दिन सक्छ यहाँ दौडमा लागिराखेको टक्क लगाएर अनि टक्क उड्याइदिनु सक्छ। रनिङको हुर्ल्याएमा छौँ हामी सबै चाहिँ यहाँ यता नि निमुरामा चाहिँ अहिले पनि टक्क लगाएर होइन। अनि त्यसपछि नि हामी जाने भनेको टक्क त्यहाँ हो यही डाँडाको टुप्पोमा गएर चाहिँ हामी चाहिँ डोर्ने वालासम्म टक्क लगाएर चाहिँ गाइस है कस्तो क्वालिटी आउँछ त्यति साह्रो बब्बाल त आउँदैन, डिजे आएको जस्तो त आउँदैन होइन, त्यही पनि ठिकठाक चाहिँ आउँछ अनि हेर्नलाई होइन। अनि त्यही भएर चाहिँ हामी चाहिँ ड्रोन लगाएको ड्रोन फाइनल चाहिँ हामी चाहिँ आउँछ टक्क लगाएर उकालो ल्याइसक्यौँ डाँडासाँडालाई हेरेर सँगसँगै टक्क लगाएर है। अनि अरूलाई चाहिँ रनिङ थियो, आज चाहिँ रनिङ हान्ने होइन। आज हामी चाहिँ यो देखेपछि डोर भन्छ नि त अलिकति यसो केही भएपछि रनिङ हान अलिक कस्तो हुन्छ कि त्यो रनिङ चाहिँ हानेन। त्यसपछि अब चाहिँ माथि पुगेपछि भेट्नुपर्छ। त्यसले चाहिँ टक्क लगाएर चाहिँ अघि बोलाउनु आएको नहरू त लाग्छ यिनी पनि माथि पुगेर नि फर्किसकेर चाहिँ हामीलाई पायौँ हामीसँग यिनीहरू फेरि बिचरी पुग्यो है। कालेसँग चाहिँ मान्छे पनि धेरै टन्ने आउँछ है, झर्ने ओर्ने सबै टन्ने हुन्छ मान्छे हो। अन्त हेर्नु चाहिँ टुप्पोतिर टक्क लगाएर अनि मौसम चाहिँ अलिक सफै छ टक्क लगाएर है त। जब आइपुगिसक्यौँ अन्तिर यहाँ हो। अब उडान चाहिँ कहाँबाट भन्ने हुन्छ कुर्को आइपुग्यो हामी टपक टुप्पोतिर। ओइ आउँदा त ढिलो हो टक्क लगाएर ए तै यो ढिलो गराउने आएको अरे टक्क यहाँ आइपुग्यो। अब यस्तो जस्तो नि त्यस्तै खिचेर जाने अब टक्क लगाएर उता कता उता उडाउने कता उडाउने टक्क लगाएर है मान्छे अघि त्यताको यहाँले सजिलो हुन्थ्यो कि कता टक्क लगाएर त्यहाँदेखिको भ्यू कपाल त बपाल देखेको छ कि अरे बिहानको भ्यू प्रायः हिमाल पनि देखेको छ, त्यति क्लियर त देखेको छैन तर देखेको छ कपाल देखेको है टक्क लगाएर। हामी त कतैबाट उडाउनु उता माथि उता माथिबाट उड्नु सक्यो हुन्छ उता माथिबाट सुट हाल्ने कसो भयो त गर्नु मैले अब टक्क लगाएर त्यहाँ उडान लागेको छु टक्क लगाएर
ढाडसँग हामीले ड्रोन चाहिँ है उडाएर नि अब हामीले टक्क लगायो फर्किङ लगाएको टक्क लगाएर अनि त्यसपछि त्यो बब्बर क्वालिटी देखायो नि त्यहाँदेखि कस्तो क्वालिटी टक्क कमाइ जस्तो बनाउनु हामी लगायो अनि अब चाहिँ हामी चाहिँ टक्क लगाएर घरतिर फर्किनु पर्ने हुन्छ अनि यस्तो छोटो भयो नि हेरिदिनु होला किनकि मैले बस ड्रोन सर मात्रै देखाउन दिएको यताको भ्यू कस्तो देखिन्छ टक्क लगाएर अब चाहिँ फर्किनु पर्ने हुन्छ टक्क लगाएर अनि यहाँ अलिकति एक्सर्साइज गर्नु यहाँदेखि चाहिँ मान्छे भिड हुन्छ यहाँ हामी एक्सर्साइज गर्ने उस्तै पर्ने भिड पनि हुन्न यति चाहिँ अब चाहिँ टक्क लगाएर फर्किदिउँ यो पुल भन्छ भनेको अलिकति मान्छे भिड नै छ के भयो जाम किन जाम भयो हुन्छ है टक्क लगाएर हामी चाहिँ फर्किदिउँ अनि घाम पनि यहाँ माथि माथि पिसकेको छ होइन टक्क देख्नुहुन्छ अनि यता भ्यू चाहिँ यस्तो मक्खन देखिरहेको छ यस्तो चुम्मेसरी देखिरहेको छ कि होइन टक्क दिन सक्छ यस्तो हिमाल दिन सक्छ माछापछि प्लस अन्नपूर्ण हिमाल दिन सक्नुहुन्छ यहाँ यस्तो बादल देख्न सक्नुहुन्छ यहाँहरू देख्नुहुन्छ यस्तो बबाल देख्दैन आइफोनमा देखेको यस्तो बबाल देखेको टक्क लगाएर भ्यू अब चाहिँ हामी फर्केको अनि यो भ्लग चाहिँ यति नै थियो यो भिडियो भ्लग जे भने यति नै थियो के कस्तो भयो टक्क कमेन्ट डाउन इन द बिलो है त ल